यसमा चाहिँ चाहिने सामग्री नै छ हैन। यो म्याटलाई चाहिँ म काटेर के बनाउँदैछु भने तपाईँहरूले यो काट्दै हेर्दै तपाईँहरूले देखिहाल्नुहुन्छ। फ्रेममा चाहिँ यो हाम्रो यस्तो देखिन्छ हैन। यता त आएकोसम्म हेलो फ्यामिली, वेलकम टु आवर युट्युब च्यानल क्रिस क्रिप्टो इन्टरटेनमेन्ट। के छ सबैजना सन्चै हुनुहुन्छ होला हैन। आज चाहिँ हावा चलेर फिरुरु भइरहेछ कि बा। आज स्पेसल के हो भने तपाईँहरूले हाइलाइट्स हेरेर थाहा पाइसक्नु होला आजको ब्लग चाहिँ के स्पेसल छ भनेर। म भनिदिइहाल्छु। आज चाहिँ हाम्रो नानी अग्निप हैन 8 महिना पुरा भएर 9मा लागेको छ। त्यसको लागि फोटोसुट मन्थली फोटोसुट हामीले गर्दै राखिरहेको छ। आजसम्म 8वटा फोटो भयो उसको मन्थली। त्योभन्दा बाइक त छँदैछ, तर मन्थली फोटो खिचिदिएको चाहिँ उसको 8वटा हुन्छ। आज 7वटा चाहिँ कम्प्लिटली भइसकिसक्यो, पुरा भइसक्यो। आज 8वटा हुन्छ हैन। आजदेखि 9 महिना लाग्यो भने आजभन्दा पनि पछि 14 गतेदेखि नै थियो। त्यति बेला 14 गते म काम विशेषले गर्दाखेरि सुनसरी तल धरानतिर गएको थिएँ। त्यो धरानतिर गएकोले गर्दाखेरि फोटो पनि खिच्न पाइएन हैन। उसको मम्मीले अघि त आइडिया नभएर खिचिदिएन उसको मम्मीले। अनि भोलि खिचौला भन्दा मात्रै 14 गते त्यस्तै भइहाल्यो। म धरानतिर गएँ काम विशेषले। त्यस पछाडि फेरि दोस्रो दिन पनि म फर्किँदा त्यस्तै भइहाल्यो, भ्याइएन। अनि हिजो पनि भ्याइएन। हिजो पनि म काम विशेषले घर बाहिर नै थिएँ। अनि आज चाहिँ म भ्याएको छु। आज भ्याएको छु भन्दा पनि अहिले रात पर्न लागिसक्यो। घाम चाहिँ माथि डाँडामा पुगिसकेको छ। यता निकै माथि पुगिसक्यो घाम पनि। अनि आज चाहिँ मैले फोटोसुटको लागि चाहिने सम्पूर्ण सामग्रीहरू चाहिँ लिएर छतमा आइसकेको छु। यसमा चाहिँ चाहिने सामग्री नै छ हैन। मैले स्ट्यान्ड, यो क्यामेरा स्ट्यान्ड यहाँ राखेको छु। यसको लागि यो बनाउनुको लागि यो मेरो क्यामेराको लेन्सहरू भइहाल्यो। क्यामेराको स्ट्यान्ड यहाँ छ। मैले चाहिँ यसलाई काटेर, यो कैँची पनि छ, यसलाई यो काटेर हावा यस्तो चलिरहेछ नि, फेरि यस्तो चलिरहेको। यो म्याटलाई चाहिँ म काटेर के बनाउँदैछु भने तपाईँहरूले यो काट्दै हेर्दै तपाईँहरूले देखिहाल्नुहुन्छ। तपाईँहरू बुझ्ने मान्छे, तपाईँहरूले हाइलाइट चाहिँ किन बुझिसक्नु भयो होइन। र पनि म यसलाई म फटाफटी काटेर म आज फोटोसुटको लागि चाहिँ म यो रेडी गर्छु। तपाईँहरू हेर्दै गर्नु होला है त। फाइनल्ली अब भने चाहिँ मैले सबै काटेर रेडी गरिसकेँ। अब भने फोटो सुट गर्न मात्रै बाँकी छ, फोटो खिच्नलाई मात्रै बाँकी छ। यो माइकको चाहिँ चार्ज छिद्दियो क्या, माइकको चार्ज छिद्दियो। अहिले क्यामेराबाट मात्रै डाइरेक्ट यो रेकर्ड भइरहेछ। यो भोइस राम्रो आएको छैन होला। अब भने सकिसक्यो। यो भनेको 1, यो भनेको 2 अहिले। किनभने हाम्रो नानी 8 पुरा भएर 9मा चल्दै गर्दा चाहिँ ठ्याक्कै 12 केजी छ। यो 12 चाहिँ हामी यसमा राख्छौँ। अहिले हाम्रो फ्रेममा चाहिँ यो हाम्रो यस्तो देखिन्छ हैन। ठ्याक्कै यो भनेको हाम्रो बाबुको वेट भयो। यसमा हाम्रो बाबु बस्छ। अनि यो भनेको 8 मन्थ्स भइहाल्यो हैन। अनि यो केजी लेख्नुपर्छ चाहिँ अहिले यति केजी छ 8 मन्थ्समा चाहिँ भन्नु खोजेको यो। त्यो भएर ठ्याक्क अहिले चाहिँ यस्तो देखिएको छ। यो चाहिँ बाबु गर्दैन, हाई गर्दैन खै। यहाँ हावा चलेको गरेको ठ्याक्कै यो भइहाल्यो हाम्रो 8 मन्थ्स। अनि यो सिङ्गो यो हाम्रो डेकोरेसन भयो, यो फोटोसुट गर्ने डेकोरेसन भयो। ठ्याक्कै यो हाम्रो 12 केजी भन्ने भयो होइन। हावा पुरा चलिरहेको छ। किन बाबुले राख्नु दिएको छैन। यो बाबुलाई राख्नु नदिएकोले गर्दा आज कस्तो लेट भइरहेको छ कि ठ्याक्कै भएकै छैन कि।
ल तपाईँहरूले यो फाइनली देखिसक्नुभयो। अहिले चाहिँ हाम्रो यो यस्तो भएको छ पुरा चाहिँ। यो सिङ्गो हाम्रो यो तराजु भयो भने यो 12 केजी यो बाबुको वेट भयो। यसमा चाहिँ बाबु बस्छ। अनि यो भनेको 8 मन्थ्स भइहाल्यो। अनि यो केजी त तपाईँहरूले बुझिसक्नुभयो, यो साइड त्यो साइड। अब अलिकति हावा रोकिएको छ, हावा कम हुँदा हामी फटाफटी फोटो सुट गरिहाल्छौँ है। हाई गर्छौ न, हाई गर्छौ न, खै यता त यता छौँ, यता छौँ। ए चिक 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 ए अच्छा ल नरे बस्छ नरे सक्ना रे सक्ना रे सक्ना रे बाबु सक्ना रे सक्ना रे ल। अब भने चाहिँ यहाँ बाबाको फोटो सुट सकिसक्यो होइन। फोटो सुट सकेर बाबु चाहिँ पल्टेकै गरे गरी यहाँ बिगारिसक्यो उसको लगभग। अब भने चाहिँ हाम्रो फोटो सुट सकिसकेको छ। अहिलेसम्म नानीको हाम्रो बाबुको 8वटा फोटो भयो, 8 मन्थ्स भयो अहिले। त्यो भएर सबै फोटो मात्रै फोटो सुट गरेर राखिदिइरहेको छौँ सबै। 1 वर्ष पुरा भएपछि चाहिँ त्यसलाई 4वटा फ्रेममा 4-4वटा गरेर 4वटा 3वटा फ्रेममा होइन 3वटा फ्रेममा 4-4वटा गरेर बनाइदिने हाम्रो सोच छ होइन। पछि बाबुले पनि बुझ्ने भयो भएपछि त हेर्छ नि त। अनि त्यो भएर बाबुको चाहिँ के 4टा 3वटा फ्रेममा चाहिँ 4-4वटा गरेर बनाइदिने भने यहाँ भनेको कि हामीलाई त्यो छ। हामीले चाहिँ बाबुको वर्ष दिन पुरा भएपछि चाहिँ हामीले चाहिँ बाबु वर्ष दिन पुरा भएपछि चाहिँ 3वटा फ्रेममा 4-4वटा फोटो गरेर बनाइदिने र त्यसलाई राखिदिने भनेको छौँ। त्यो भएर हामीले मात्रै फोटोसुट पनि गरिदिइरहेको छौँ। सबै दिन हामीले यो सर्ट भ्लग चाहिँ बनाइरहेको छैनौँ। अहिले पनि ठ्याक्कै यो हावा चलेर बन्न दिएन। पर्खिँदा बल्ल हावा कम भएपछि चाहिँ किन हावाले चाहिँ यो उडाउँछ क्या। यो मैले नै डिजाइन गरेको यो मैले यसलाई कट गरेको, त्यो पनि मैले नै ट्याप गरेको, यो पनि मैले नै हो। त्यो भएर यो कागजको हो नि त। अनि त्यो भएर यो उडाउँछ उडाएको गरेको, त्यो भएर दिएन। मुनि रुममा चाहिँ त्यो घरभित्र चाहिँ रुममा खिच्यो भने प्यासेजमा खिच्यो भने त्यो लाइट नमिलेको गर्दा त्यस्तै राम्रो आउँदैन क्या। त्यो भएर हामी प्रायः फोटोसुट चाहिँ हाम्रो यो माथि छतमा नै हुन्छ है। हाम्रो फोटोसुट छतमा नै हुन्छ सबै भन्दै हामी यो भ्लगबाट छुट्छौँ। सबैजनालाई बाई 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 बाई।